बालेन्द्र शाहलाई कतै राजसभा चुनाव हराउन झापा त लाँदै छैन। केपी शर्मा ओली भन्ने पात्र अहिले जसले चाहिँ जिल्लालाई नै समग्र जिल्लालाई नै बदनामी गराएको अवस्था छ, त्यो पात्रलाई नागरिक स्तरबाट देशबाटै बहिष्कार गरेको अवस्था हो। त्यो विवेक त झापा 5ले कहाँ गुमाउँछ होला र अबको दिनमा? केपी ओली त्यो क्षेत्र छोड्नुहुन्छ जस्तो पो कुरा गर्नुभयो। सम्भवतः यो 6 गते अगावै त्यो अवस्था पनि सिर्जना हुन सक्छ। केपी ओली निर्वाचित भएको क्षेत्रबाट चुनाव लडेर त्यो पनि जितेर नयाँ सन्देश दिन्छु भन्न खोज्नुभयो। जति भन्न सजिलो छ नि त्यति सजिलो कुरा हो। बालेन्द्र शाह त्यहाँ नजाँदा पनि हिजोकै उम्मेदवारको कुराकानी गरौँ, सुरेश कुमार पोखरेल नै अहिलेको अवस्थामा त्यहाँनिर राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुँदा पनि केपी ओलीलाई हराउन सक्ने पात्र थिए उनी। के भन्नुहुन्छ मेयर साहब? 6 गते म झापा 5बाट चाहिँ उम्मेदवारी दर्ता गर्छु, त्यसको तयारीमा जुट्नु होला भनेर सन्देश चाहिँ दिनुभएको छ। उहाँ झापा 5को उम्मेदवार हो र त्यहीँबाट निर्वाचित भएर आएर प्रधानमन्त्री हुने हो भन्न सकियो? मजाले सकिन्छ। कसरी तपाईँहरू यति बलियो भए भन्ने दाबी गर्ने अवस्थामा पुग्नु? उहाँहरूले त्यो विवेक गुमाउनु भएको छैन। त्यो भएर अब 82 त राष्ट्रिय स्वतन्त्र पार्टीकै हो झापामा। कङ्ग्रेस एमाले अब त्यसमा राप्रपा पनि मिसिएर गयो भने त राष्ट्रपालाई गाह्रो पर्छ कि भनेर। यसपटकको निर्वाचन कङ्ग्रेस एमाले एकजुट भएरै आउँछन् भन्नेमा हामी ढुक्क छौँ, तर त्यो तालमेल नागरिक तहबाट पालना हुन्छ हुँदैन भन्ने कुराहरूले चाहिँ विशेष अर्थ राख्छ। खल्तीमा दिने खाम हेरेर या भोज हेरेर भोट हाल्ने अवस्था तपाईँहरूको जिल्लामा चाहिँ छ कि छैन? बढी छ। हामी पैसा कमाउँछौँ यसपटक, तर मत चाहिँ बदल्छौँ भन्ने सङ्कल्प छ। झापाको मकैभन्दा पनि अग्लो चाहिँ भ्यू टावर देख्छौँ, त्यो भ्यू टावरले पनि छोएन।